प्रोसेस गरेको कति समयमा चाहिँ बेलारुस आउन सकिन्छ र इत्यादि कुराहरू पाउनलाई चाहिँ यो भिडियो सुरुदेखि लास्टसम्म हेर्नु होला है त साथीहरू। हेलो गाइज, दर्शक नमस्कार। एनदर डे एनदर भ्लगमा तपाईहरुलाई स्वागत छ। म तपाईहरुको साथी प्रकाश ब्रेस्ट बेलारुसबाट र आज म धेरै दिनको अन्तरालमा चाहिँ एउटा फेरि भ्लग बनाउँदैछु सानो र केही तपाईहरुलाई चाहिँ बेलारुसको बारेमा केही इन्फर्मेसन दिउँ कि भनेर फेरि आएको छु है त। सबैले यो भिडियो सबै हेरेर चाहिँ साथ दिनु होला है त। पुरा फुल भिडियो हेरेर साथ दिनु होला र अनि के छ अनि कहाँबाट हुनुहुन्छ, अब कति साथीहरूले त बेलारुस एप्लाई गरेर पनि बस्नु भएको छ अहिले हैन। अनि कति साथीहरूको अब भिसा लागेको छ, कति साथीको वर्क परमिट निकालेर बसिरहनु भएको छ, अनि कति साथीहरू चाहिँ बेलारुस आउनलाई प्रोसेस गर्दै हुनुहुन्छ हैन। उहाँहरूको लागि चाहिँ यसै विशेष गरी काम लाग्ने कुराहरू म आज केही कुराहरू गर्न गइरहेको छु र सबै हेर्नु होला है त। र समग्रमा आज भन्नुपर्दा बेलारुसको प्रोसेसिङ टाइम कति लाग्छ हैन, यस्ता बारेमा आज कुरा गरौँ। किनभने अरू बारेमा त धेरै भिडियोहरू पनि बनाइसकियो र आज बेलारुसको फुल प्रोसेसिङ टाइम चाहिँ कति हुन्छ भनेर चाहिँ धेरै साथीहरूले एउटा क्वेसन गर्नुभएको छ मलाई हैन। र यो बारेमा चाहिँ म तपाईहरुलाई आज पुरै फुल इन्फर्मेसन दिन्छु है त। र अनि हेर्नुहोस्, बेलारुस तपाईहरु आउँदै हुनुहुन्छ नि, अब तपाईलाई कुनै एजेन्ट म्यान पावरले तपाईको पहिला सुरुमा त पासपोर्ट लिन्छ हैन। अनि पासपोर्ट लिइसकेपछि तपाई बेलारुस आउने प्रक्रिया लगभग अघि बढ्छ। अनि तपाईलाई कुनै एजेन्टले अब पासपोर्ट लिइसकेपछि तपाईलाई फर्स्टमा चाहिँ अब डाइरेक्ट वर्क परमिटै निक्लिन्छ बेलारुसको चाहिँ, त्यति धेरै समय लाग्दैन। र बेलारुसको वर्क परमिट भनेको तपाईको 15 देखि 20 दिन अथवा लगभग 2 महिनाको अन्तरालमा चाहिँ तपाईको वर्क परमिट निस्किसक्छ। र सायद अब म चाहिँ 2 महिनामै मेरो फ्लाइट भएर चाहिँ म बेलारुस आएको थिएँ हैन। मैले त्यो चाहिँ एउटा मार्जिन मात्र राखेको हो र त्यति धेरै एकदमै टाइम बेलारुसमा वर्क परमिट निक्लिनलाई टाइम लाग्दैन। एकदमै ढिलोमा 2 महिनाभित्र चाहिँ वर्क परमिट निस्किसकेको हुन्छ। अब त्यस्तै तपाईहरु दलालीहरू अलि फटाहरू छन् हैन। अब तपाईहरुको पैसा अगाडि नै अब तपाईहरुसँग अलिकति पैसा लिएर चाहिँ अब तपाईहरुलाई झुलाइराख्यान भन्छ के जान्नु। नत्र बेलारुसको वर्क परमिट निक्लिन त धेरै टाइम लाग्दैन र त्यही 2 महिना धेरै टाइम लाग्यो भने चाहिँ 2 महिनामा तपाईको वर्क परमिट निस्किन्छ। त्यो भएको कारणले अलि विचार गर्नु होला यति कुरामा चाहिँ। तपाईको 2 महिनामा लगभग धेरै लाग्यो भने 2 महिनामा वर्क परमिट निस्किन्छ। त्यसपछिको समय भनेको तपाईको भिएफएक्स अब को डेट निकाल्ने भन्ने हो। अब मेरो चाहिँ वर्क परमिट आएको 10-15 दिनमै भिएफएक्सको डेट आएको थियो हैन, निस्किएको थियो। एमबीसी फेस गर्नुपर्ने थियो। अनि त्यसपछि हामीले चाहिँ गर्छौँ एमबीसी। अब मानौँ न करिबन 20-25 दिन 1 महिना भित्रमा चाहिँ तपाईको एमबीसीमा भिएफएक्सको डेट निस्किन्छ। र डेट निस्किएपछि तपाईहरु अब इन्डिया जाने। अहिले त पहिला त दिल्ली मात्र थियो हैन, एमबीसी दिल्ली डाइरेक्ट एमबीसी बेलारुसियन एमबीसीमा जान पर्थ्यो भने अहिले चाहिँ तपाईको कसैलाई मुम्बई पनि पठाइरहेको छ। किनभने बेलारुस आउने चाहिँ अत्याधिक चाप भएको कारणले दुई ठाउँमा बनाएको छ अहिले चाहिँ। अनि त्यसपछि तपाईको कसैलाई मुम्बई पठाउँछ, कसैलाई दिल्ली पठाउँछ हैन। अनि तपाईको त्यसपछि हामी अब डेट भएको समयमा चाहिँ अब भनौँ न अब तपाईको कति तारिकमा डेट निस्किन्छ अनि त्यो तारिकमा ट्याक्क जाने एमबीसीमा न दिल्ली एमबीसीमै निस्क्यो भने दिल्लीमा जाने। अनि त्यहाँ वेट गरेर बस्ने। अनि उनीहरूले अब अफिस खुलेपछि चाहिँ त्योभन्दा केही समय अगाडि चाहिँ गएर त्यहाँ बस्नुपर्छ। फेरि एकदम मान्छेहरूको चाप धेरै हुन्छ र थोरै मान्छेहरूको अब जस्तै दिल्ली एमबीसीको चाहिँ अलि थोरै मान्छेहरूको मात्रै डकुमेन्टहरू कलेक्ट गर्ने गर्छ कि। अनि फेरि पछि जानुपर्ने हुन्छ नि त, धेरै दिन अब दिल्लीमा धेरै दिन बस्नुपर्ने हुन्छ। अनि तपाईको डकुमेन्ट कलेक्ट गरिसकेपछि चाहिँ तपाईको भित्र तपाईको नाम आएपछि तपाईलाई भित्र लिएर जान्छ। अनि भित्र लिएर गइसकेपछि तपाईलाई के गर्छ भने पहिला सुरुमा चाहिँ तपाईको डकुमेन्टहरू हेर्छ सर लाएर। अनि तपाईलाई एकछिन वेट गर्नु भनेर भित्र राख्छ। अनि पछि ऊ आउँछ र अनि तपाईको नाम सामान्य रूपमा तपाईको नाम यताउता सोध्छ। त्यस्तो इन्टरभ्यू भन्ने हुँदैन बेलारुस आउँदामा। त्यस्तो अब जस्तो सुकै मान्छे पनि आउन मिल्छ है। यहाँ
तपाईँ कति पनि पढ्नु भएको छैन, तपाईँलाई सामान्य इङ्ग्लिस पनि आउँदैन भने नि त्यसको लागि केही हात दिनुपर्ने छैन है। तपाईँ मजाले आउन सक्नुहुन्छ। र त्यसपछि तपाईँ एमबिसीमा जाने, एमबिसीमा गइसकेपछि अब उसले डकुमेन्ट लिन्छ। अब सबै डकुमेन्ट सरल रूपमा हेर्छ, अनि हेरेपछि तपाईँ त्यहाँ एकछिन वेट गरेर बस्नुपर्ने हुन्छ। अनि तपाईँलाई त्यसपछि तपाईँलाई बाहिर जानु भन्छ। अब तपाईँको केही चाहिने डकुमेन्टहरू रिजेक्ट भयो भने तपाईँ बाहिर अरू साथी पनि जानुहुन्छ नि त। रिजेक्ट भयो भने सबैजनाको डकुमेन्ट आउँछ र उसले कलेक्ट गर्यो, त्यो डकुमेन्टभित्रै कलेक्ट गर्यो, लिग्यो र तपाईँलाई भनौँ न जस्तै पैसा तिर्ने एउटा दिन्छ, कागज दिन्छ। यसमा गएर चाहिँ यति हजार चाहिँ तैँले भनौँ न अब यसको फी चाहिँ जम्मा गर भनेर दिन्छ। अनि त्यो जम्मा गर्ने, अनि जम्मा गरिसकेपछि जम्मा गर्न तपाईँ बाहिर निस्किने, बाहिर निस्केर त्यो आसपासमा भयो। अनि तपाईँलाई चाहिँ त्यो सम्बन्धित तिनीहरूले एउटा ब्याङ्कको एकाउन्ट दिएको हुन्छ। सम्बन्धित ब्याङ्कमा गएर चाहिँ तपाईँले पैसा चाहिँ त्यहाँ डिपोजिट गर्नु, पैसा हालिदिनु पर्ने हुन्छ। फेरि तपाईँलाई भित्र एमबिसीमै पैसा लिँदैन र दिल्लीमा चाहिँ। अनि तपाईँको त्यसपछि तपाईँले उता पैसा बुझाइसकेपछि तपाईँले आएर एउटा त्यहाँ पैसा बुझाएको एउटा कागज हुन्छ नि त, जस्तै स्लिप, त्यो ल्याएर चाहिँ तपाईँले एमबिसीमा दिनुपर्ने हुन्छ। अनि तपाईँको भिसा लाग्न त्यस्तो धेरै टाइम पनि लाग्दैन, कसैको त्यही दिनमा पनि लाग्छ, कसैको भोलिपल्ट 2 दिन भनौँ न, 2 दिनभित्रमा तपाईँको भिसा पनि लागिहाल्छ। थाहा भइहाल्छ त एमबिसी फेस गरेपछि तपाईँलाई त्यस्तो धेरै समय लाग्दैन, एमबिसीमा बस्नुपर्ने हुँदैन। र अब कुनै डकुमेन्टहरू मिलेन, यताउता भयो, मिलाउन पऱ्यो भने चाहिँ अलिक धेरै बस्नुपर्ने हुन्छ। त्यसरी तपाईँको पैसै लिइसकेपछि तपाईँको भिसा लाग्छ एकदमै। अनि त्यस्तो गाह्रो पनि छैन, तपाईँ सामान्य लेखपढ गर्न पनि आउँदैन भने पनि त्यो केही प्रब्लम हुँदैन, जस्तो मान्छे पनि आउन मिल्छ। स्किल अनस्किल जस्तो मान्छे पनि। बेलारुस चाहिँ तपाईँको एजको नि खासै धेरै लिमिट छैन, 50-55 वर्षसम्मको मान्छेको भिसा मजाले लागिरहेको छ। त्यो कारणले तपाईँहरूको उमेर पनि कसैको बढी भइसकेको छ भने पनि बेलारुस मजाले आउन मिल्छ, नआत्तिनुहोस्, आउन मिल्छ। धेरैजना भिसा लगाएर 50 देखि माथि 55 देखिको मान्छे पनि धेरै बेलारुस आउनुभएको छ। र अनि त्यसपछि तपाईँको भिसा लागिसकेपछि अब तपाईँको अब कुन चाहिँ एजेन्टले हो तपाईँको सबै पासपोर्टहरू सबै उसले लिएर जान्छ। अनि त्यसपछि उसले प्लेन टिकट कटाउने अनि अरू इत्यादि कामहरू त उसले गरिहाल्छ। त्यही हो प्रक्रिया भनेको, त्यस्तो धेरै समय लाग्दैन। र अनि बस तपाईँहरू चाहिँ अलिकति धैर्य गर्नुपर्छ। अब यी कुरामा धैर्य गर्नुपर्छ। तपाईँले पहिला अब आउँदै हुनुहुन्छ नि, अब बेलारुस आउँदाखेरि कम्पनीहरूको बारेमा चाहिँ धेरै बुझेर आउनु होला है। कम्पनीको बारेमा नबुझ्दाखेरि यहाँ धेरै साथीहरूले चाहिँ दुःख पाइरहनु भएको छ के। यो कारणले गर्दा तपाईँहरू आउँदै हुनुहुन्छ, तपाईँहरूले चाहिँ एकदमै दुःख नपाउनु भन्ने नै मेरो चाहना हो कि। त्यही भएर मैले यसरी भिडियो बनाउने गर्छु। अब आउँदाखेरि कतिजनाले अब कम्पनीहरूको बारेमा नबुझ्दाखेरि फेरि यहाँ आएर पनि फर्किनुपर्ने अवस्था पनि सिर्जना भएको छ नि त। अब कम्पनीहरूको बारेमा बुझेर आउनुहोस् होइन, हतारिएर आवेगमा अब त्यसै दलाल अथवा एजेन्टहरू मेन पावरलाई पैसा त्यसै बुझाएर नआउनु। सबै कुरा बुझेर आउँदाखेरि भोलि तपाईँलाई पनि सजिलो हुन्छ। र अब त्यस्तो हो, सबै कुरा त अब भिडियोहरू हेरेपछि तपाईँहरूले थाहा पाउनुभयो नि होला होइन। मेरो अरू भिडियो नि मैले धेरै बनाएको छु। र अनि त्यसरी नबुझेर आउँदाखेरि धेरैजना साथीहरूले अलिकति दुःख पाउनु भएको है। अब यहाँ आएर फेरि त्यत्रो पैसा दिएर आउने, फेरि यहाँ आएपछि राम्रो कमाइ नभएर फर्किनु पर्दा त धेरै पैसा पनि त कति लस्ट हुन्छ नि त। अब मेन पावरले फिर्ता पनि दिँदैन खासै धेरै, थोरै 2-4 लाख रुपियाँमा टार दिन्छ। तपाईँको यो बेलारुस आउन प्रोसेस प्रक्रियामा तपाईँको धेरै पैसा खर्च भइसकेको हुन्छ। त्यसैले आउँदाखेरि तपाईँहरू अलि बुझेर कम्पनीहरूको बारेमा अलिकति स्टडी गरेर आउनु होला। र त्यस्तो केही कुराहरू अब जान्नुभएको छैन, तपाईँहरूलाई यहाँको बारेमा थाहा छैन भने मलाई सम्पर्क पनि गर्नु होला। मैले अरू भिडियोको कमेन्ट बक्समा चाहिँ मेरो फोन नम्बर पनि तपाईँहरूले पाउन सक्नुहुन्छ। अनि त्यहाँ वाट्सएप पनि कुरा गर्न सकिन्छ। अनि बाँकी रह्यो मेरो इन्स्टाग्राम आइडी अधिकारी प्रकाश वन पनि छ, यसमा पनि फलो गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि म त्यहाँ तपाईँहरूलाई सबै कुरा अब कति साथीहरूलाई त मैले रिप्लाई पनि गरेको छु। जस्तै यो कन्स्ट्रक्सन लाइनमा आउँदाखेरि पनि राम्रै छ कमाइ अरू लाइनमा भन्दा, तर काम चाहिँ एकदम गाह्रो हुन्छ। अनि अरू कम्पनीको बारेमा मैले भन्न खोजेको चाहिँ के हो भने कम्पनीको बारेमा चाहिँ अलिकति स्टडी गरेर आउनुहोस्, बुझेर आउनुहोस्। यो एग्रिकल्चर लाइनहरूमा आउँदाखेरि अनि तपाईँको यो मसरुम कम्पनीमा आउँदाखेरि धेरैजनालाई त्यस्तो अप्ठ्यारो परेको छ नि त। कमाइ हुँदैन, काम पनि धेरै गर्नुपर्ने अनि कमाइ पनि नहुने। त्यही भएको कारणले अलिक विचार गरेर आउनु होला सबैजना साथीहरू है त। र
म चाहिँ विशेष म शान्ता बेलुरमा काम गर्छु होइन, शान्ता बेलुरमा कम्पनीमा। र यहाँ चाहिँ धेरै नेपालीहरू चाहिँ आएको छन् यो कम्पनीमा चाहिँ। काम ठिकै छ, यो अरू कम्पनीहरूभन्दा शान्ता अलिकति राम्रो पनि छ बेलारुसमा। र त्यही भएर अब तपाईँहरू यही शान्तामै आउन चाहनुहुन्छ, ल बेलारुसै आउन चाहनुहुन्छ भने त ठिकै छ, के भन्नु र। अब यही शान्तामा आउँदा पनि हुन्छ, यहाँको डिमान्डहरू पनि अझै नेपाल गइरहेछ धेरै। अनि तपाईँको अब त्यही हो, म प्रायः जस्तो भन्छु नयाँ आउने यो जो भाइहरू हुन्छ नि, भर्खर नयाँ प्रोसेस गर्ने भाइहरूलाई चाहिँ म यहाँभन्दा बरु सेन्जन कुनै कन्ट्रीहरू ट्राई गरेर भन्छु कि बेलारुस एउटा नन सेन्जन कन्ट्री हो नि त। भोलि यहाँबाट अन्य देशमा गएर सेटल हुन पनि सकिँदैन र यहाँ लाइफ सेटल गर्छु भन्न पनि एकदम गाह्रो छ। त्यति धेरै सोचे जस्तो कमाइ पनि छैन बेलारुसमा। अनि त्यही भएर नयाँ आउने भाइहरू, अब उमेर भएका भाइहरूले चाहिँ सायद तिमीहरूले चाहिँ उमै प्रोसेस गर्दा राम्रो हुन्छ। र अब कुनै दाजुभाइहरूलाई चाहिँ भिसा नलागेर रिजेक्ट भएको युरोपै आउने सपना बोक्नु भएको छ भने त ठिकै छ, बेलारुस आउँदा पनि हुन्छ। र अब त्यही हो, यो तपाईँहरूले सबै कुरा त मैले अरू भिडियोमा पनि धेरै कुरा भनेको छु। र सबै हेर्नु होला, माया गर्नु होला, साथ दिनु होला, र सब्सक्राइब नगर्नेहरूले सब्सक्राइब गर्नु होला। र छिट्टै मेरो भिडियोमा 1K पनि पुग्दैछ, र यो पछि फेरि म भिडियो हाल्नेछु। र सबैले हेरेर माया गर्नु होला त। ल बाई, ल फेरि नेक्स्ट भ्लगमा भेटौँला है त। ल थ्याङ्क यू सो मच गाइज।